हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। साथीहरू यतिखेर चाहिँ म कपडा सुकाउँदैछु। बिहानको परिलो घाममा बच्चालाई स्कुल पढाइसकेँ, भोलि फेरि लाउनै पर्छ। हिजो धोएको लुगा हो, सुक्दैन, त्यही भएर। अनि यहाँ चाहिँ आज चाहिँ गिलो चटपटे बनाएर प्रार्थनाहरूको खाजामा पठाउँदैछु मैले चाहिँ, बजारको खाजामा। अनि साथीहरू, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला भन्न चाहन्छु। अनि अब चाहिँ म तरकारी पकाऊँ है त साथीहरू। आजको तरकारी चाहिँ आलु अन्डा करी छ। यो चाहिँ मेरो फेभरेट हो। अनि त्यसमै अन्डा र आलु फ्राई गरेर निकालेको थिएँ। त्यसमै मैले तेल हालेर मसला पनि फ्राई गर्छु है साथीहरू। अनि यसरी आजको बिहानको खाना चाहिँ यसरी पकाउँदैछु मैले। यो चाहिँ मेरो फेभरेट पनि हो, आलु अन्डा करी। अनि त्यसपछि चाहिँ मैले अर्को फेभरेट मेरो छ के भन्नु न साथीहरू, मलाई सोयाबिनको छोइला, सोयाबिनको तरकारी, सोयाबिनको मोमो, सोयाबिनको जे पनि मनपर्छ क्या। यो सोयाबिन भने न्युट्रेला भन्छ यसलाई है। अनि यो चाहिँ एकदम मनपर्छ मलाई। मैले छोइला चाहिँ बनाइदिँदैछु मजाले, काँचो तोरीको तेल लगाइदिएर पड्काएर। अनि त्यसपछि श्रीमानहरू पनि आउनुभयो। अनि त्यसपछि खाना खानुभयो। अनि त्यसपछि चाहिँ मैले बच्चाहरूको टिफिन पनि रेडी गर्दैछु। खाना खाइसकेपछि टिफिन पुऱ्याउनु हुन्छ उहाँले नै। अनि त्यही भएर मैले यसरी आजको खाना चाहिँ चटपटे, अनि त्यसपछि अम्बा सुन्तला काटेर लगाइदिएको छु। एकजनालाई अम्बा, एकजनालाई सुन्तला है साथीहरू। अनि श्रीमान पनि खाना खानु साथै बच्चालाई खाना पुऱ्याउनु ड्युटी जानु